सो गाइस स्वागत छ है मेरो भिडियोमा। म चाहिँ सुनिल बरकोटी। हाल चाहिँ म यहाँ कतार कलकोर भन्ने ठाउँमा छु। सो अनि अहिले चाहिँ म चाहिँ ड्युटीबाट फर्किँदैछु हैन। अनि दिउँसो 2 बजेबाट राति 2 बजेसम्म नाइट ड्युटी छ हैन। 12 घण्टा काम 12 घण्टा रेस्ट। 16 महिना भयो छुट्टी छैन। विदेश भनेर गाममै हाम फालेर आइहाल्यो। अनि अहिले चाहिँ 12 घण्टा काम गर्नुपर्छ, 12 घण्टा रेस्ट, छुट्टी छैन, माडेको काम। त्यही त फेरि हिँड्दै जाऊ हिँड्दै आऊ हैन। राति 2 बजे 15-20 मिनट जति चाहिँ हिँड्दै जानुपर्छ, हिँड्दै आउनुपर्छ हैन। त्यही हो, विदेश भनेर मात्रै नै नहुँदो रहेछ के। अलि हेरेर बुझेर आउनुपर्ने हैन। त्यतिकै हावादारी बुझ्दै नबुझी आइहाल्यो। अनि अहिले चाहिँ माडेहरूसँग काम छ, माडेले छुट्टी दिँदैन। ज्यान दुखेर यस्तो हुन्छ नि माछा कुरै छोड्दैन क्या। त्यो काम गर्ने आँटेकै त्यो भित्रबाटै नआउने के, जाङ्गरै नआउने के। 16 महिना नन स्टप काम गर्दाखेरि कस्तो भयो होला के। 12 घण्टा रेस्ट 12 घण्टा काम। 12 घण्टा रेस्टमा चाहिँ कस्तो भयो भने अनि अब 2 बजे आउनलाई 1 बजे उठ्नु परिहाल्यो। 1 बजे उठेर चाहिँ अनि रेडी हुनु पऱ्यो। रेडी हुनलाई 1 घण्टा लाग्छ। अनि 1 घण्टाभित्रमा रेडी भएर अनि रुममा पनि आउनु पऱ्यो क्या। के अरे रुमबाट निस्केर अनि काममा आइपुग्नु पऱ्यो कि 2 बजे ठ्याक्कै। फेरि 1 मिनट तल माथि हुनु भएन। यो मुलाहरूको काम चाहिँ के फेरि त्यस्तो छ क्या, एकदम टाइट गर्छ। गाह्रो छ विदेश हैन। अलिकति बुझेर हेरेर हाल्नुपर्ने। घर जाउँ जस्तो पनि लाग्छ कहिलेकाहीँ चाहिँ। फेरि भन्दै नभने हिँड्यौँ क्या जस्तो पनि लाग्छ। फेरि यसो सोच्छु अब के घर गएर नि के गर्ने हैन। यसो सोचेँ 2-4 वर्ष गरौँ न, पछिलाई केही राम्रो हुन्छ कि जस्तो पनि लाग्छ। त्यही भएर पनि बसिरहेको हुन चाहिँ। सो अनि मैले चाहिँ एउटा कुरा भन्नु मन लागेको कुरा चाहिँ के भन्दाखेरि, मैले युट्युब च्यानल स्टार्ट गर्नुको कारण चाहिँ के त भन्दाखेरि, म चाहिँ जहिले कामबाट आउने जाने बेलामा चाहिँ एक्लै भइराखेको हुन्छ क्या। अनि यो लगभग 20 मिनट जतिको बाटो छ। आउने जाने बेलामा बोल्ने साथी पनि नहुने हैन। अनि बोल्ने साथी नहुने, अब के गर्ने त भन्दाखेरि अब बोल्न साथी त चाहियो। त्यसपछि चाहिँ मैले के सोचेँ भन्दाखेरि बरु युट्युब च्यानल स्टार्ट गर्छु अनि भिडियो बनाउँछु, अपलोड गर्छु, बोल्ने साथी पनि हुन्छ अनि प्लस युट्युबमा भिडियो पनि हुन्छ भनेर चाहिँ स्टार्ट गरेको खासमा चाहिँ हैन। अनि अलि खासै बोल्नु नजान्ने क्या। अब बाटोमा एक्लै हिँड्दाखेरि पनि के अरे मान्छेले देख्दा पनि अब चाहिँ के अरे अब त साइको रहेछ क्या हो, एक्लै लाडा। साथी काममा गयो। यसको 2:30 बजेबाट ड्युटी छ। अनि 2:30 बजेबाट यसको चाहिँ सिफ्ट ड्युटी छ क्या। अनि युट्युब च्यानल स्टार्ट गरेको त्यही हो, हल्का फुल्का बोल्ने प्रयास गर्दैछु हैन। जस्तो हुन्छ भिडियोलाई सबैजनाले हेर्नु होला। अनि सब्सक्राइब गरिदिनु होला, लाइक गर्नु होला, के हुन्छ सबै गरिदिनु होला मेरो भिडियोमा।